रवि लामिछाने गृहमन्त्री हुँदा केही गरेन भनेर भन्नेहरूले यही समाचार हेरे हुन्छ। ल यति भए पुग्छ। रवि लामिछाने छोटो समय गृहमन्त्री हुँदा केही गरेछन् कि गरेनछन्। आज अर्थमन्त्रीलाई भेटिवरी सिंहदरबार पुगेर उद्योगपति शिवरत्न शारदाले भनेका रहेछन् रवि लामिछाने गृहमन्त्री हुँदाखेरि बोर्डरबाट हुने विभिन्न तस्करीहरू पूर्ण रूपमा रोकिएको थियो, तर अहिले किन रोकिएन भनेर ज्ञापन पत्रसँग बुझाएका रहेछन्। अर्थमन्त्रीलाई भेटेर भनेका पनि रहेछन्। अब प्रश्न हुन्छ नि, एउटा चाहिँ असल नेपाली आमाको सपुत गृहमन्त्री हुँदाखेरि कस्तो हुँदो रहेछ र भ्रष्टाचारीहरूको गृहमन्त्री हुँदाखेरि कस्तो हुँदो रहेछ भन्ने कुरो त यहाँबाट प्रश्न छ। यहाँभन्दा बढी के भनिरहनु पर्यो। त्यसैले अबको जनताको आशा रवि र रासपा, काङ्ग्रेस एमाले माओवादी भाँडमा जाए देखिसक्यो यिनीहरूको इतिहास। यिनीहरूले त लुट्ने, भ्रष्टाचार गर्ने, निर्दोषलाई फसाउने, दोषीलाई उन्मुक्ति दिने, यसरी मैले उजुरी नै दिएको छैन फलानाको नाममा भनिया छन् उजुरी गर्नेहरूले, तर उनीहरूको नाम बनाएर किर्ते उजुरी लगाएर फसाइएको छ रवि लामिछानेलाई। भनेपछि रवि गृहमन्त्री हुँदा नराम्रो चाहिँ के गरेर त्यसलाई विरोध गर्छौ नागा हो। रविले त राम्रो गरेका छन्। विदेश इन्डियाबाट आउने कुखुराहरू बन्द गरेका छन्, त्यो बेलामा नाकामा आउने चुवाबोट बन्द गरेका छन् होइन। अब कर राम्रोसँग उठाएका छन्, राम्रो काम गरेर छन्। त रविले त पीडितहरूलाई चाहिँ आरती शाहको कति वर्षदेखिको चाहिँ नमिलेको कुरो पनि रवि लामिछानेले चाहिँ वार्ता मिलाएका थिए। धेरै राम्रा कामहरू गरेका थिए नि, तर त्यो सबै बिर्सेर के गर्यो रविले भन्ने नागा हो। हेर यहाँ उद्योगपतिका कुरा सुन, बस यति यहाँभन्दा केही बोलिनँ मैले। अहिले अबको आशा रवि र रासपा। छाती फुलाएर रविको झोले भने जे भने पनि नि, राम्रो काम गर्नेको झोले बन्न म तयार छु। म रविको झोले नै हो, झोले नै हो। कसैको टाउको दुख्छ दुखोस्, म रविको झोले नै हो। ल राम्रो काम गर्ने, सत्कर्म गर्ने नेपाल आमाको सच्चा सपुतको झोले नै हो। तिमीहरूले रविलाई जेल हानेर रासपा सकिन्न। म पनि एउटा रवि हो, अर्को पनि रवि हो, अर्को पनि रवि हो। देशैभरि रवि जन्मिन्छन् र हामी जन्माउने कोसिस गर्छौँ। काङ्ग्रेस एमाले भाँडमा जाए बस।